नमस्ते गुड मर्निङ नेपाल। के छ सबैजना सन्चै आराम? म चाहिँ जगल डेभलपमा यहाँहरूलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै आजको दिन शुभ रहोस्। म चाहिँ आज बिहानै चौरासी पूजा त भइयो, सबै कुरा भइयो, चौरासीको भिडियोहरू आउँछ, एडिट हुँदैछ। एडिट भइसकेपछि पुरा भिडियो आउँछ, सबैजनाले हेर्न नबिर्सिनु होला भन्दै म चाहिँ आज घरमा फैलिएको फोहोर मैलो प्लास्टिकका गिलासहरू, चौरासीको पूजामा युज भएका गिलास, प्लास्टिकका अनि प्लास्टिक थैलीहरू थिए अनि प्लेटहरू थिए, सब कुरा एक ठाउँ जम्मा गरेर फोहोर मैलो आज आग लगाउँदैछु। सानो घरको कार्यक्रम गर्दैछु आज म चाहिँ, यस्तै छ। अनि यहाँहरूले मलाई थोरै सर्ट भिडियोहरू राखिरहेको छु युट्युबमा, हेरिदिनु होला, माया गरिदिनु होला सबैजनाले। धेरैजनाले हेरिदिनुहुन्छ, लाइक कमेन्ट सब्सक्राइब गर्नुहुन्न, नयाँले सब्सक्राइब गरिदिनु होला, पुरानाले माया गरिदिनु भएको छ, त्यसमा धेरै धेरै आभारी छु हृदय मनदेखि। प्लिज सबैजनाले हेरेर यो मेरो च्यानललाई मोनिटाइज गरिदिनुहोस् भन्न चाहन्छु। अझै मोनिटाइज भएको छैन, के अरे सब्सक्राइब त लगभग पुगे 1000भन्दा माथि भइसकेको छ, भ्युर्स पुगे छैन। सबैजनाले जसले पनि भिडियो हेर्नुहुन्छ कृपया पुरा भिडियो हेरिदिनुहोस्, माया गरिदिनुहोस्, यो मेरो च्यानललाई मोनिटाइज गरिदिनुहोस् भन्दै अहिलेलाई म केही समयको लागि फेरि अगाडि आज दिनचर्या के कसरी बिताउने छु त्यसको जानकारी गराउने छु। तबसम्म प्रतीक्षा गर्नुहोस्। हस्त आगोको यहाँहरूलाई शुभकामना। फोहोर मैलाहरू यसरी अब यहाँ ल्याउने, सर्लक्क आगो लाउने कार्यक्रम त गर्नु पर्यो। घरको फोहोर मैलो त आगो लाउनु पर्यो, तर लाउनु पर्यो। बलियाना आफू हिँडिसकेपछि हिँड्ने बेला पनि हुँदैछ केही समय। अब कति आज 2 गते गइहाल्यो, 13 गते हिँड्ने भनेको अब 11 दिन छ घरको बसाइमा। मामा घरतिर घुम्नु बाँकी छ, ठुली मम्मीको घरतिर घुम्नु बाँकी छ, उतातिर जानु बाँकी छ। ससुराली गाउँ पनि यखेर जानु पर्ला, ससुरालीतिर पनि जानु पर्यो। यस्तै छ। घर आएपछि त्यही त अनि सबै कुरा भन्ने चाहिँ कहाँ हुन्छ र, हुँदो रहन्छ। पूजा सकियो, अब बिहानभरि कुडा कबाडा जलाइयो। अब चाहिँ पूजामा 60 किलो आलु ल्याएको थिएँ हाम्रा एउटा दाइ कहाँबाट। अब साउ बुझाउनु त हिँड्नु पर्यो। अब बिस्तारै केही कति साउहरू टेन्टका क्याटरिङका साउहरू हिजो बुझाएँ, गाडीका साउहरूलाई हिजो बुझाएँ, केरा दुध घिउका साउहरू हिजो बुझाएँ। आज अब यसो दोकानको पनि छ थोरै तिनै यहीँ गाउँमै, अलिकति आलुका साउला पनि उम्काइदिएर आउनु पर्यो। त्यही भएर हिँडेँ म चाहिँ है त। यो जङ्गलको बाटो, खर्यानको बाटो पहिला परालका भारी यात्रा बोकेर हिँडिन्थ्यो। आजभोलि खासै गोरेटो पनि छैन। सल्ली पिरालमा फेरि यति लड्किन्छ नि, भर्खर त्यहाँ माथि लड्केको हात साना कटसका काँडा भिजेछन्, त्यहाँ कटसका काँडा रहेछन्। ओह्राली गाउँघरमा यही त हो नि, उक्काली ओह्राली, घाँसका भारी, पानीका गाग्री बोक्ने पहिलाका बाटा अहिले हिँड्न सकिन्न साथीहरू। त्यही भएर गाउँमै बसौँ, गाउँलाई राम्रो बनाऊ सबैजना। सहर बजार त्यस्तै हो, सहर बजारमा त्यो महँगाई, त्यो गर्मी, बुटोलतिर त ओहो तराईतिर त यस्तो गर्मी छ, आगो बोलेछ आगो। यहीँ गाउँमा त यस्तो गर्मी छ बिहानै
भए पनि केही शीतलता हुन्छ गाउँतिर। गोरेटा बाटाहरू सर गोरेटा बाटामा हिँड्यो आनन्द आउँछ, एक्सर्साइज हुन्छ। तलमाथि गर्दाखेरि हिँड्न चाहिँ मजा लाग्छ क्या मलाई। गाडी घोडा भन्दा हिँड्न चाहिँ हिँडिसकेपछि जोस आउँछ। नहिँड्ने त यति अल्छी लाग्छ। यिनी खेत यति काम गरिएन, कहिले खेत रोप्ने, कहिले खन्ने, कहिले के। अहिले यिनी खेतमा मकै छर्छन्, धान रोप्ने हो भने हरा हो। यो चाहिँ हाम्रा ठुल्दाइको, यता चाहिँ त्यहाँ यो खामो गढ्यान सानो, त्यहाँ उता चाहिँ हाम्रो सान्दाइको। फेरि डाँडो सान्दाइको, यो डाँडो चाहिँ फेरि सर्लक्कै घरसम्म ठुल्दाइको, उता अलिकति छ फेरि सान्दाइको। म चाहिँ हाम्रो सान्दाइको हो। यी खेतमा काम गरेको देख्दाखेरि धेरै समयपछि झरेर होला अनौठो लाग्छ क्या, मजा लाग्छ क्या यतातिर झर्दा उता। यो खोलो हेर, पहिला तर्न नसकिने खोलो हुन्थ्यो। यहाँ आएखेर यहीँदेखि यहाँ तलतिरसम्म हाम्रा एकजना माइल दाइ छन्। माइल दाइले र मैले कतारबाट आएका बेला हो यति माछा मारेर साँझ पख यतातिर घुमियो उरियो। त्यहाँबाट पानी छिपछिपे पानी थियो, माछा माऱ्यौँ घुर्यौँ र खोले माछा यति मिठो हुन्छ। फेरि दुई भाइले माछा माऱ्यौँ र त्यसपछि गएर छोटे दाइ कहाँ मजाले भाउजूलाई भनेर भुटेर गोडा 4 बियर मगाएर माछासित बियर खाएको सम्झना चाहिँ याद आउँछ। त्यो दाइसँग पनि म भेटघाट हजुरहरूमा गराउने छु है। यो भिडियोमा हुन्छ कि अर्को भिडियोमा हुन्छ त्यो चाहिँ के हो कसो हुन्छ यही चाहिँ भन्न सक्दिनँ मैले। अर्को भिडियोमा पनि हुन पाओ। तपाईँहरूलाई चाहिँ म चिनाजाना गराउने छु है। त्यो हामीले खोला माछा मारेर माछा खाइँदैछ। अघि उम्रेछन्, बढेर फल्या रहेछ, फुल्या रहेछ भनौँ। यो चाहिँ हाम्रै गाउँठाउँ कति रमाइलो हुन्थ्यो पहिला। अहिले कोही छैन लागेर यिनी खेत सबै भाँडा खान तलतिर। उहाँ चाहिँ पुल बनाएर एउटा चाहिँ खुसीको कुरो चाहिँ त्यही हो। हामी पहिला यहाँ थियो, हामी खपरदी खेल्ने, दुबो खुर्किन आउने, डोका लिएर स्कुलबाट पढेर आएपछि रमाइलो हुन्थ्यो। यहाँ आउँथ्यो यो फाँट हो, यो सबै सर्लक्कै हो तलसम्म के काम गरिन् त। अहिले छैनन्, कोही छैनन्। कोही मान्छे मऱ्यो भने पनि 4 जना मान्छे लास बोक्नलाई मान्छे भेटिँदैनन् साथीहरू। यस्तो छ गाउँठाउँ, यस्तो भइरहेछ। यो बाटो हाम्रो पण्डित बा कहाँ जाने बाटो हो। यो हाम्रो पण्डित बाको घर माथितिर छ। उहाँ त लाउँ ठाउँ भन्ने बेलामा हामीलाई छोडेर जानुभयो। छोटो कलिलो उमेरमा। मैले एक दिन पुटोबाट आउँदाखेरि भिडियो बनाएको थिएँ। हाम्रा अङ्कल यहाँ एक्सिडेन्ट भएर यस्तो भयो भनेर। म उहाँको घरतिरबाट जाँदैछु। उहाँको फोटो त्यहाँ राखिएको रहेछ भने म त्यो फोटो हजुरहरूलाई देखाउने छु। उहाँको सम्झना सदैव यो मनमा रहिरहनेछ, सदैव याद गर्नेछु मैले उहाँलाई। उहाँले मलाई भन्नुहुन्थ्यो पोहोर असारमा आएको बेलामा, त ठुलो भइस्, धन कमाइस्, हाम्रो घरतिर गएनस् भन्नुहुन्थ्यो। त्यो सम्झना मलाई सदैव आइरहनेछ। आज अङ्कल हामी माझ नभए पनि म उहाँको घरतिरबाट जाँदैछु। केही समयपछि केही छिन्न उहाँको फोटो त्यहाँ रहेछ भने म देखाउने छु है त हजुरहरूलाई। यो के हो, कसैले चिन्नुहुन्छ? यो फल कसैले चिन्नुहुन्छ? के होला यो? कसैलाई थाहा छ यो फल? अझै पाक्ने बेला भयो होइन? गर्मी छ, साह्रो गर्मी छ अहिले। यो गर्मीमा यिनी काँचा खाइयो भने रगत मासी छेरपाटी लाग्छ।
त्यही भएर पहिला चाहिँ गाउँघरमा बसिन्थ्यो ओरिन्थ्यो र खाइन्थ्यो। अहिले चाहिँ मैले त्यसलाई खाने प्रयास चाहिँ गरिनँ। अङ्कलको घर बारी होइन, यो घरबारी यो जङ्गललाई हेर्नुहोस्, यो खोल्सो यस्तो छ, बाघ लुके पनि थाहा पाइँदैन यहाँ अस्ति परे। ल हेर्नुहोस् कडी पत्ता अङ्कलको किराकरम पँधेर यहाँ गरेर रहेछन् भाइहरूले। धारो ल्याएर पँधेर यहाँ गरेर रहेछन्। हाँडी त्यहीँ रहेछ, यता पनि रहेछ यो घर अङ्कलको। यो आँप पाकेपछि यति ल्याइदिनु त हामीलाई, यति खाइन्थ्यो, गाली गर्नुहुन्थ्यो आएनौ खान्ला भनेर। गाँजाको बुटो पनि रहेछ, अङ्कलले त छोडेर जानुभयो, गाँजाको बुटो पनि रहेछ यहाँ। यो उहाँको घर पुरा पक्की गरेर अहिले यहाँ बस्ने कोही छैनन्। ल हेर्नुहोस् कोही छैनन्, यो घर सबै खाली छ। आमाको फोटो रहेछ, सपरिवारको फोटो रहेछ। ल हेर्नुहोस् सपरिवार यहाँ हुनुहुन्छ है। यहाँ आमा, यहाँका दाइ, यहाँ अङ्कल मैले भन्ने, उहाँको जेठो छोरा बुहारी नातिनी, माइलो छोरा माइली बुहारी, कान्छो छोरा उसले चाहिँ बिहा गरेको छैन, उहाँ चाहिँ दिदी भेना जापानमा हुनुहुन्छ। उहाँको परिवार हेर्नुहोस्, उहाँ पनि हुनुहुन्न, अरू सबैजना हुनुहुन्छ, तर यहाँ चाहिँ हुनुहुन्न, सबजना बुटलतिर बस्नुहुन्छ। यहाँ आमाको 84 गर्नुभएको थियो, 84को ऊ रहेछ। ल हेर्नुहोस् हाम्री ममतामय माता श्रीमती लीलावती पन्थीको सहज चन्द्र दर्शन 84 पूजा तथा लक्ष्यवती लघु रुद्री ग्रह शान्ति कार्यक्रममा हार्दिक स्वागत गर्दछौँ। प्रार्थी रामप्रसाद पन्थी हाम्रो अङ्कलको नाम थियो, रामप्रसाद पन्थी। उहाँ चाहिँ बित्नुभयो, उहाँ चाहिँ आमा हुनुहुन्छ। हामी माझ नभए पनि उहाँको सम्झना सदैव रहनेछ उहाँहरूको। सरी अङ्कल, आउन पाइनँ, हजुर सम्झनी आउन पाइनँ, हजुर जानुभयो, तब पनि आउने कोसिस गरेँ, पाएँ, त्यसको लागि क्षमा प्रार्थी छु अङ्कल। हजुरको सदैव रहनेछौँ मनमा, सदैव रहनुहुन्छ, हमेसा हजुरलाई म याद गरिबस्नेछु। पूजामा यहाँ यति बसिएन, हामी माथितिर तास खेलेर नि बस्यो, त्यहाँ यति त खेल्दैन तास। ओहो तैँले निवेची के गर्नु अब, यत्रो बनाउन कोही हुनुहुन्न, कोही आँखो हुनुहुन्न यहाँ लाने। त्यो कटर मौसमको उ थियो, अहिले कोही हुनुहुन्न, नामु निशान कोही भन्न। ल अब केही क्षणपछि है त भात खाएर भाँडा माझ्दै हुँदो रहेछ। ल यहाँलाई पनि भिडियोमा क्याद गरेँ मैले, हेर्नुहोस्। ल हेर्नुहोस् यहाँबाट हाम्रो गाउँ कस्तो देखिन्छ, सर्लक्क आरामको। माथि चाहिँ मालिका मन्दिर अलिअलि देखिँदो रहेछ क्या, जुम गरौँ है त, देखिँदो रहेछ मालिका मन्दिरलाई। हेर्नुहोस् है सर्लक्क देखिँदो रहेछ, जुम गरे पनि। हेर्नुहोस् है हाम्रो गाउँ। हाम्रो दाइ आउनु अटोको बोकेर, रित्तो काँक्री बोकेर गाउँले पारामा आउनु दाइ हो। ल साथीहरू, यहाँ पनि आलुको पैसा बुझाएँ। 54 किलो आलु भएको रहेछ, 54 किलो आलु ल्याइयो रहेछ पूजामा। 54 किलोको आलुको पैसा 2700 रुपियाँ बुझाएँ। यहाँ चाहिँ 50 रुपियाँ किलो। म चाहिँ मेरो पारीको गाउँ घर सहर मेरो यही हो, जे भने पनि गाउँ घर सहर जे भने पनि मलाई मनपर्ने ठाउँ यही हो। त पारीतिर खोलावारी खोलापारी गर्न मजा लाग्छ, हिँडिन्छ ओरिन्छ, रमाइलो हुन्छ। अब म फेरि अर्को बाटो आउँदा अर्को बाटो आएँ, त्यहाँ जाँदा अर्को बाटो जान्छु। यो सालघारीको बाटो, पहिला म 3-4मा हुँदाखेरि ट्युसन पढ्न आउने बाटो जान्छु। यहाँदेखिको
हेर्नुहोस् यो बाटो आउँथेँ ट्युसन पढ्न आउँदाखेरि त्यहाँ तलतिर बाघले मलाई खेर डराउँदियो छ गएको थियो कि खेर यस्तो मजाले गरेको कि एक्लै थियो त्यही दिन अरू साथीहरू थिएनन् म एक्लै आएँ भदौको बेला मकै काट्ने समय मकै काट्ने समयमा साँझ हल्यो बेला आएँ यसो खस्रेङ गर्छ यसो हेरेको ढिकामुनि हेरेको त गरेको त्यहाँबाट यत्रो ढुङ्गो देखाएर त्यहाँबाट दौडेँ मेरो बाटो यस्तै यो गाउँघरको बाटो घाटो पहिला गोरेटा बाटा थिए अहिले बाइकिङ बाटा छन् हिँडियो ल हेर्नुहोस् साथी हो यो चाहिँ हाम्रो गाउँठाउँ यस्तै यो हेर्नुहोस् पहाडतिर पहाडै हो नि यहाँ चाहिँ हो कि मलाई गरेको खोल्सो पहिला त अलि डर लाग्दो खोल्सो थियो यहाँ त त्यहाँबाट पानी आउँथ्यो बर्खा डर लाग्दो थियो यहाँ त अलि झसङ्ग बन्थ्यो कहिले काहीँ यस्तो गहिरो यहाँबाट जाँदाखेरि पहिला यस्तै घुमेर आउने गोरेटो बाटो थियो यहाँबाट पहिला सर्लक्क लाग्यो यस्तै गोरेटो बाटो थियो यस्तो आइन्थ्यो यो बुटो पुरानै हो यो बुटो चाहिँ यो हाम्रो छ मेरो साथी दुबईमा छ छन्द श्रेष्ठ भन्ने त्यसको यो चाहिँ जग्गा जमिन सबै यहाँ खोल्सा चाहिँ मलाई हेरेर डराउँथ्यो यो सबै त्यसैको सालघारी भोरी सर्लक्कै लागेर छ छन्द श्रेष्ठको छन्दले हेर्दैछौ भने लागेर यो तिम्रो जग्गा पहिला तिम्रो कटेर यहाँ थियो घडेरी कटेर गाई बान्ने कटेर छन्दको यो चाहिँ साथीको यो सालघारी सरी यो सर्लक्क सालघारी हो यो चाहिँ बारी हो यो चाहिँ मकै गाउँ साउँ हुन्थ्यो यहाँ पहिला आजकल त खरेन मान्छे छैन खाडीतिर लाए सबै सर्लक्कै यस्तै सबै बाँझा भए साथीहरू ल अब बाँकी अरूमा है त धेरै लामो हुने भयो धेरै लामो गराउन चाहिन्न यो भिडियोमा यहीँबाट बिट मार्दै छन्दको खर्यानबाट खेतबाट बिट मार्दै अबको भेट हाम्रो नेक्स्ट भिडियोमा हुनेछ यो भिडियोलाई सबैले हेरेर माया गरिदिनु होला प्लिज माया गरिदिनु होला सबैजनाले हेरेर मेरो च्यानललाई मोनिटाइज गरिदिनु होला भन्दै आजलाई बिदा भएँ हस् त जय गोर्खा।